के अरे कुलाबाट पश्चिम दाङ हुँदै सुर्खेत जाने रोड। यो बाटो हिँड्नु भएको तपाईँ अनि यो बाटो नहिँड्नु भएको तपाईँ, अर्थात् इन फ्युचर यो बाटो हिँड्नु हुने तपाईँ सबैलाई नमस्कार। म प्रकाश बिरही। यति बेला हामी दाङको पश्चिम क्षेत्रमा रहेको एउटा यस्तो झरनामा जाँदैछौँ जुन झरनामा तपाईँलाई हामीले देखाउनेछौँ। झरनाको बारेमा पनि विस्तृत विवरण चाहिँ तपाईँहरूलाई भन्ने नै छौँ। यति बेला हामी झरना जाने यात्रामै छौँ, बाटोमा छौँ, हामी ट्याक्सीमा छौँ। त्यो भएको कारणले गर्दा अलिकति क्यामेरा चाहिँ उल्टो देखिएको हुनसक्छ। हामीले ट्याक्सीको पनि पछाडितिर बसेर खिचिरहेको भिडियो हो। यति बेला हामी ओइ टु पुरुन्धारा छौँ, दाङको पश्चिम क्षेत्रमा पर्ने पुरुन्धारा झरना, जो कि बबई गाउँपालिकाभित्र पर्छ। यहाँलाई झरनाको पुरै दृश्य देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेर्ने प्रयत्न गरिदिनु होला। तपाईँ सम्भवतः यो बाटो हिँड्नु भएको छ होला, किन भन्दाखेरि यो बाटो भनेको दाङको पश्चिम तुलसीपुरबाट पश्चिम हुँदै सुर्खेत जोडिने रोड हो। त्यो पनि तल्लो बाटो है त। रोड एकदमै राम्रो छ। जङ्गल हुँदै, गाउँ हुँदै, सहर हुँदै, बस्ती हुँदै हामी झरनामा पुग्नेछौँ। यति बेला हामी यो सम्भवतः नयाँ बस्ती हो जस्तो लाग्छ, पश्चिम गुण्डले साइड है। हामी यति बेला किलतपुर एरियामा आइसकेका छौँ। तपाईँहरूले ठाउँ हेरेर पनि चिन्नुहुन्छ होला। यो हाफुरी आइसक्यो हामी यति बेला। हाफुरीको पेट्रोल पम्प है। हाफुरीको पेट्रोल पम्प काटिसकेपछि यति बेला हामी हाफुरीको प्रहरी चौकी आउने बेला भयो है। आयो हाफुरीको यो गेट तपाईँले देखिरहनु भएको छ। नानी दौड्दै आछिन् ट्याक्सी छुट्छ भनेर होला। हाफुरीको बजारलाई मैले तपाईँलाई देखाउन अलिकति असमर्थ भएँ। ठ्याक्कै त्यो प्रहरी पोस्टभन्दा अलिकति यता चाहिँ बजार हो, तल्लो बजार माथिल्लो बजार भन्छ। हाफुरी बजारदेखि पनि अलिक पानी पर्ला जस्तो भइरहेको थियो। त्यो कारणले पनि हामी चाहिँ अटोमा चढेर हिँडिहाल्यौँ है। यति बेला अटोवाला दाइसँगको यात्रामा छौँ। घर हेर्नु त रमाइलो छ दृश्य एकदमै। घुम्नलाई, ठाउँ हेर्नलाई, गाउँ हेर्नलाई। अलिकति यहाँ चाहिँ बाटो अप्ठ्यारो रहेछ है। बाटो बन्दै गरेको दृश्य हो यो। अलिकति यहाँ चाहिँ कष्टकर छ र पनि एकमुष्टमा बाटो चाहिँ ठिकै छ है। पुरुन्धारा पुग्नसम्मलाई अहिले चाहिँ हामी पुगिसकेका छौँ। अबको दृश्य चाहिँ झरनाको है त। झरनाको दृश्य देखाउनेछौँ। यो चाहिँ खोला हो। हामी झरनामा झर्दैछौँ। कालो ब्याग बोकेर एकजना केटी झरिरहनु भएको छ। अलिकति अन्यलमा पनि परे जस्तो लागिरहेको, किनभने पहिलोपटक जाँदाखेरि कताबाट जाने हो के हो भन्ने लागिरहेको होला। मैले चाहिँ क्यामेरा समाएको कारणले मैले चाहिँ केही बोल्न पाएको थिएन त्यति बेला। तल्लोपट्टि देख्नुभयो बबई नदी है। बबई नदी पारी केटाहरू नाचिरहन् डिजे बजाएर। हेर्नुहुन्छ, मैले जुम गरेर पनि देखाएँ। बस्नुको लागि यहाँ प्रतीक्षालय छ। यहाँ भगवान् देवी देवताहरू, धाराका देवताहरूको स्थल। यतातिर चाहिँ राम्रो भर्याङ निर्माण भएछ। पहिला चाहिँ थिएन। पहिला जाने भनेको केही पनि थियो। अहिले चाहिँ धेरै व्यवस्थापन ठिकै भएछ। के अरे पहिलाभन्दा कुलाबाट धेरै फरक छ। कुलो होइन खोला हो। तपाईँलाई लाग्ला म पहिला गएको भन्ने, तर उताको पहिला बबाई हो। फेरि त्यो पारी छैन त्यो पारी, त्यो बबाई हो है। यताको यो खोला हो। ढङ्गै पर्नु भएको छ। खोलालाई कुला हो। फेरि कालो झोला बोक्ने मान्छे पहिलाभन्दा धेरै व्यवस्थित भएको है, तर यतातिर केही थिएन। झरना धेरै दामी।
एकदमै अग्लो हिस्सामा छ। मैले क्यामेरा अलिक टाढाबाट पुरनधारा झरना कारणले गर्दाखेरि अलि क्या छ है अग्लो सट्ट लाएर देखिरहेछ होला। अलिक तलबाट क्यामेराको कोण दिएको भए सायद राम्रो देखिन्थ्यो होला। धेरै मान्छेहरूको भिड छ। अरू मान्छे अलिक अलिकति ल्याउनु भएको छ बाबुतिर। तल तल अलिक झोलुङ्गे पुल पनि छ। यतातिर झरना है, यति धेरै मान्छेहरूको भिड छ आज पनि। फोटो खिच्ने मान्छेहरू कलाएर यता झरना यतातिर चाहिँ भयो भाइ पारिपट्टि चाहिँ मैले आउनु होला है। अनि कुन ठाउँबाट हेरिरहनु भएको छ ठाउँ पनि मेन्सन गरिदिनु होला। तपाईँले यदि भिडियो अन्तिमसम्म हेर्नुभयो भने कुन ठाउँबाट हेर्नुभयो त? भिडियोलाई यहाँ नआउने मान्छे पारी गाडीहरू बाइकहरू आएछ। केटाहरू पारी खेलिरहेछन्। भिडियो त्यहाँ झोलुङ्गे पुल देखिरहनु भएको छ। झोलुङ्गे पुलबाट वारपार गर्न सकिन्छ। भिडियो तपाईँले हेरिरहनु भएको छ भने यो भिडियोबाट आउने यस च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला है त।